फर्स्ट कुरा त यहाँले बुझ्नुपर्ने कुरा के छ, हामीसँग दुईवटा यो मोबाइलसँग कम्युनिकेट गर्दा दुईवटा कुरा चाहिन्छ हामीलाई। भनेको पहिला मोबाइलदेखि टावरमा जानु पऱ्यो, कल गर्दा नि कल आउँदा नि पहिला के हुनु पऱ्यो, मोबाइलदेखि कनेक्ट हुनु पऱ्यो टावरमा, अर्को हुनु पऱ्यो टावरदेखि टावरमा हुनु पऱ्यो नि। अनि एउटा हुन्छ हाम्रो भनेको यो मोबाइलबाट हामीले कल गर्ने बित्तिकै जान्छ टावरमा कनेक्ट हुन्छ, त्यसलाई भन्छ आरएफ एन्टिना। यो अहिले म बाहिर देखाउँछु, रेडियो फ्रिक्वेन्सी भन्छ होइन। अनि अर्को हुन्छ माइक्रोवेभ। माइक्रोवेभ भनेको अब यहाँबाट यो टावरमा फालेर त भएन नि, तपाईँ यहाँ कुरा गरिराख्नुभएको छ, मान्नु अब काठमाडौँको साथीले कल गरिराख्नुभएको छ होइन। अब यहाँबाट यो टावरमा त गयो, अब यो टावरले त काठमाडौँ पुऱ्याइदिँदैन नि त। अनि तपाईँहरूले के गर्नुपर्छ, यो टावरबाट के जानु पऱ्यो, त्यहाँ काठमाडौँको टावरमा जानु पऱ्यो, जस बिचमा उहरू हुन्छ होइन, ट्रान्जिट हुन्छ। तर जस एउटा टावरबाट अर्को टावरमा नि जानु पऱ्यो, अनि त्यो टावरमा जानलाई चाहिँ माइक्रोवेभ चाहिन्छ। बुझ्नुभयो, दुईवटा हुन्छ। बेसिक कुरा के हो, एउटा चाहिँ मोबाइलदेखि टावरमा, अर्को टावरदेखि टावरमा। अनि दुईवटा कम्युनिकेसनको लागि यहाँ एउटा भयो हाम्रो के अरे टावरदेखि टावरको लागि माइक्रोवेभ हुन्छ। अब तपाईँहरूको माइक्रोवेभ भनेको अब दुईवटा हुनसक्छ हामीलाई। अब टावरदेखि टावरसम्म कम्युनिकेट गर्नलाई दुईवटा कुरा हुन्छ। एउटा भनेको तपाईँको माइक्रोवेभ, अब पाहाड यो यस्तो हिली रिजन छ होइन, पाहाडहरूमा यो फाइबर हाम्रो जुन हुन्छ नि, मोटो केबल देख्नुहुन्छ नि, त्यो तान्न गाह्रो हुन्छ, सबै ठाउँमा लान सकिन्न। त्यही भएर त्यहाँ के गरिन्छ, माइक्रोवेभ भन्ने राखिन्छ दुईवटा इन्डमा, अनि माइक्रोवेभबाट कम्युनिकेट गरिन्छ। त्यसले चाहिँ के हुन्छ, अब फाइबर सबै पाहाडको बाटोमा हाल्न त गाह्रो हुन्छ, त्यही भएर के गरिन्छ त्यहाँ माइक्रोवेभ हालिन्छ। हो, टावरमा दुईवटा छ हामीसँग, मिडियम दुईवटा छ कम्युनिकेसनमा, दुईवटा छ सर हाम्रो। एउटा भनेको तपाईँको डाइरेक्ट माइक्रोवेभ हाल्ने दुईवटाले गर्ने, अर्को भने यो तार, मोटो तारले युज गरेर सिधै कम्युनिकेट गर्ने। अब नर्मली यो के अरे हाइवेहरूमा त सजिलो छ लान, एडिएसएस केबल भन्छ, त्यसले एडिएसएस भन्छ। अब तपाईँले टिपिराख्यो भने ठिक छ, नभए पछि बुझ्नु होला। एडिएसएस मोटो केबल हुन्छ फाइबरको, त्यो ल्याउँछ, त्यो भने टावरदेखि टावरसम्म कम्युनिकेट गर्नलाई। कि त अब हिली रिजनमा यस्तोमा भएन भने त्यहाँ चाहिँ हाम्रो माइक्रोवेभ राखेको हुन्छ होइन। अब माइक्रोवेभ पछि ल्याइसकेपछि होइन, माइक्रोवेभ त मात्र त्यहाँ ल्याएर यो ठुलो डल्लामा पछि देखाउँछु, बाहिर छ ठुलो यस्तो गोलो हुन्छ क्या, बाहिर छ, त्यहाँ ल्यायो होइन। त्यहाँबाट भित्र त ल्याउनु पऱ्यो होइन। अनि त्योसँगै एउटा अहिले अब बाहिर देखाउन पाइने हो, एकछिनमा म देखाउँछु। त्यो गोलोसँगै सानो डल्ला हुन्छ, त्यसले के गर्छ, त्यहाँबाट लिएको जुन छ नि अर्को टावरबाट लिएको सिग्नललाई मोडिफाई गर्छ। यहाँ चाहिने जति हुन्छ नि, जसरी चाहिने मान्छेलाई त्यो सिग्नललाई मोडिफाई एम्प्लिफाई जसरी गरेर ल्याएर त्यहाँ दिन्छ होइन। ओडियु भन्ने हुन्छ सिग्नललाई मोडिफाई गर्छ, एम्प्लिफाई जसरी चाहिएको हुन्छ नि त्यसलाई ल्याउँछ, त्यसलाई भन्छ ओडियु, आउटडोर युनिट। अब ओडियुबाट अब यहाँ तल ल्याउनु पऱ्यो, तल भनेको हुन्छ आइडियु, इन्डोर युनिट। एउटा आउटडोर भयो, एउटा भनेको इन्डोर भयो, यहाँ आयो, यसलाई भन्छ आइडियु। यसको नाम डिभाइसको नाम ठ्याक्कै आरटिएन हो, तर यो चाहिँ अब जरुरी छैन आरटिएन मात्र हुन्छ होइन। तपाईँको आरटिएन हुनुभयो, नेक रेडियो हुनुभयो, जुनसुकै हुने भयो, जोसुकै भनेको ओभरअललाई आइडियु भन्ने भयो। माथि म तपाईँहरूलाई देखाउँछु, ठुलो एउटा छापा जस्तो हुन्छ, त्यसको तल चाहिँ ओडियु भयो, त्यो भनेको आउटडोर युनिट, यो भनेको इन्डोर युनिट। दुईवटाको कनेक्टिभिटी छ डाइरेक्ट योसँग भयो। अनि तपाईँहरू के हुन्छ, यहाँ हाम्रो यो फाइबर देखिन्छ नि, यहाँ नजिक आउँछ यो डाइरेक्ट छ नि, यो लिङ्क डाइरेक्ट त्यहाँ माइक्रोवेभमा कनेक्ट छ है। यो त्यहाँबाट ल्यायो, यहाँ कनेक्ट गर्यो होइन। अब तपाईँहरूको अब हेर्नु कनेक्टिभिटी यहाँ अलि रमाइलो छ। यहाँ आयो, यो कहाँबाट आयो ल भन्नु त, आउटडोर युनिटबाट आयो। आउटडोर युनिट भनेको माइक्रोवेभ हो, माइक्रोवेभ टावरदेखि मोबाइलको होइन कुरा, यो भनेको टावरदेखि टावरमा आयो होइन। टावरदेखि टावरमा आएर तपाईँको कनेक्ट भयो, यहाँबाट आयो यहाँ। अब यसले कहाँ कनेक्ट गर्नु पऱ्यो भन्नु त, इन्डोर युनिट त यही हो। अब तपाईँहरूको टावरदेखि टावर कनेक्ट हो, अब तपाईँहरू त्यसपछि के चाहियो, अब मोबाइल चाहियो होइन, मोबाइलमा कनेक्ट गर्नु पऱ्यो। अब त्यसपछि के गरिन्छ, यहाँबाट पोर्टहरू निकालेर अब लगिन्छ आरएफ एन्टिनामा, हामीले आरएफ एन्टिनामा लानु पऱ्यो, रेडियो फ्रिक्वेन्सी त्यहाँ लग्नु पऱ्यो, त्यहाँबाट अब मोबाइलमा कनेक्ट हुन्छ होइन। यस्तो छ, यसको सिक्वेन्स बुझ्नु। पहिला त्यहाँबाट टावर कनेक्ट भयो, त्यसपछि ओडियु, त्यसपछि आइडियु इन्डोर युनिटमा आयो, त्यसपछि यहाँबाट कनेक्ट गरेर हाम्रो डिबियु भन्ने हुन्छ होइन। डिबियु भन्ने भयो, डिबियु भने बेस ब्यान्ड युनिट। अब डिबियुमा चाहिँ अब यो चाहिँ डाइरेक्ट आरएफ एन्टिनामा कनेक्ट हुन्छ। अब यसले चाहिँ डाइरेक्ट कनेक्ट गर्नुभयो हाम्रो मोबाइलसँग, यसले कनेक्ट गर्नु हुन्छ। अब यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, यहाँ लेखा हुन्छ क्या जिएसएम भनेर लेखा हुन्छ। जिएसएम भने अब 2G हो, अनि WCDMA भनेको 2G हो, अनि अहिले LTE भनेर सुन्नु भयो होला होइन, LTE भनेर 4G।
अनि यहाँ चाहिँ लेखा हुन्छ कि कुनको लागि कुन भनेर जस्तो कि यहाँ हेर्नुहुन्छ भने हेर्नु आरआरबी अब फ्रिक्वेन्सी ब्यान्ड नि पुग्न पर्ने हुन्छ अलिक कुरा तपाईँहरूलाई अलि हेभी हुन्छ कि भनेर मैले भनिनँ जस्तो यो 1800 ब्यान्डको 1800 ब्यान्डको तपाईँको 2G हो भनेर 2G हो भनेर बुझ्नु पऱ्यो कि हेर्नु आरआरयु 1800 सेक्टर छ नि यो भनेको तपाईँको 2G जम्मै गएर यहाँबाट हामीले ओडीबाट आइडीमा आयो आइडीबाट यहाँ कनेक्ट गरियो होइन यहाँबाट चाहिँ आरएफ एन्टेनामा गयो अब हेर्नु कम्युनिकेसन कसरी हुन्छ तपाईँहरूको मोबाइलमा कल गर्नुभयो काठमाडौँ पुर्याउनु छ पहिला के हुन्छ त्यहाँबाट चाहिँ आरएफ एन्टेना यस्तो हुन्छ यो रेक्टाङ्गुलर सेपको छ म माथि देखाउँछु होइन त्यहाँ गयो त्यहाँबाट यहाँ आयो यो यहाँ आयो नि यो केबलको थ्रु त्यहाँबाट यहाँ आयो आरएफ एन्टेनाबाट यहाँबाट अब योबाट फेरि घुमेर कहाँ आयो आइडीयुमा आइडीबाट कहाँ गयो ओडीयुमा ओडीबाट माइक्रोवेभ छ नि त्यहाँबाट कहाँ गयो टावरमा ट्रान्जिट भएर सिधै कहाँ काठमाडौँ आयो फेरि काठमाडौँमा रिभर्स हुन्छ काठमाडौँमा नि के हुन्छ त्यहाँबाट के अरे माइक्रोवेभबाट कहाँ ओडीयुबाट आइडीबाट यसमाबाट योबाट फेरि आरएफ एन्टेनासँग हाम्रो मोबाइल हुन्छ क्या प्रोसेस चाहिँ रिभर्स छ कुराहरू धेरै छ बुझ्दाखेरि अलि कम्प्लेक्स लाग्न सक्छ तर यो भनेको ओभरअल भनेको मोबाइलसँग कनेक्सन हुने भनेको यही हो अब तपाईँहरूको डिफ्रेन्ट कुराहरू छ जस्तै यो बिबियु भन्यो नि यो बिबियु भयो यो तपाईँहरूको भयो अब यसमा हेर्नुहुन्छ भने युबिबी लेखेको छ युबिबी भनेको 3G 4G को लागि हो अब तपाईँको अझै एउटा होला यहाँ छैन होला उता छ होला त्यसमा बिबियु भनेको तपाईँको उता यता होला यहाँ 2G 3G को लागि एउटामा हुन्छ लगभग त्यस्तै गर्दै गरेको छ बिबियु भनेको यही हो क्या बिबियु छ नि लेखेको बिबियु भने बेस बाइन्ड युनिट भने अब 2G 3G को एउटामा राख्ने गरेको छ हामीले 4G को चाहिँ छुट्टै हुन्छ अब हेर्नुहुन्छ भने यहाँ लेखेको नि होला कुनै कुनैमा ट्यागै हालिदिएर हुन्छन् 1800 भनेपछि लगभग तपाईँको 1800 भने त्यही 4G को हो क्या सेक्टर यसको वायर स्पेसल हुन्छ कि त्यही नर्मल वायर नै हो यो होइन नि सिपिआरआई केबल भन्ने हुन्छ स्पेसलै यो लस कम गर्नलाई त्यो र हामीले जुन एडिएसएस केबल तानेको छौँ त्यो भने फाइबर हो यो नि हुन त फाइबर हो तर यसमा अलिक प्रोटेक्ट गरेको छ कि लस कम होस् भनेर किनकि डाइरेक्ट नोइजलाई चाहिँ यो स्पेसल बनाएको हुन्छ यो त्योभन्दा धेरै महँगो पर्छ यो अनि तपाईँको जतिवटा त्यहाँ हामीले रेक्ट्याङ्गुलर एन्टिना हेर्नुहुन्छ बाटो बनेको हुन्छ यो वायर चाहिँ हजुर यो वायर यो भित्रको अप्टिकल फाइबर हो फाइबर फाइबरै हो जस्ट बाहिरबाट कोटेडबाट गरेको नोइज प्रोटेक्ट गर्ने नोइजबाट प्रोटेक्ट गर्ने अनि तपाईँहरूको जति त्यहाँ एन्टिना हेर्नुहुन्छ नि रेक्ट्याङ्गुलर सेपको त्यतिवटा यहाँ छ क्या हेर्नु गर्नु कति भयो एउटा टिएक्स भयो ट्रान्समिट गर्न टिएक्स आरएक्स भन्ने हुन्छ एउटाकै यो दुईवटा एउटा सेक्टरको लागि त्यहाँ एन्टिना एउटा छ भने दुईवटा हुन्छ क्या केबल एउटा टिएक्स लिनु पऱ्यो एउटा दिनु पऱ्यो एउटा दिनु पऱ्यो एउटा सेक्टर दुईवटा तिनवटा चारवटा पाँच छवटा भनेपछि त्यहाँ अहिले हेर्नुहुन्छ भने तपाईँले 6वटा रेक्ट्याङ्गुलर एन्टिना हुनुपर्छ हो त्यहाँ गएर यो यहाँबाट लगेर त्यहाँ कनेक्ट गरे हुन्छ अब अरू मेन कुरा चाहिँ यति हो अरू कुरा भनेको अब पावर दिनु पऱ्यो हाम्रो एन्टिनालाई त्यहाँ आरआरबी भन्ने हुन्छ अब हो अर्को कुरा त छुट्यो अब आरएफ एन्टिना जसरी मैले भने नि माइक्रोवेभसँग के थियो हाम्रो ओडियो थियो नि एट्याच ओडियोबाट आइडीमा आयो त्यस्तै अब त्यहाँ आरएफ एन्टिना छ नि हाम्रो रेक्ट्याङ्गुलर सेपको यस्तो त्यहाँ नि अब त्यसलाई नि मोडिफाई गर्नु पऱ्यो अब त्यहाँ नि एउटा इक्विपमेन्ट हुन्छ स्पेसल इक्विपमेन्ट त्यसलाई भन्छ आरआई हो अब आरआई भन्ने हुन्छ अब त्यो भनेको ठ्याक्कै जसरी मैले के भने त्यो माइक्रोवेभसँग ओडियो हुन्छ नि त्यसले सिग्नललाई मोडिफाई गर्छ चाहिएको जस्तो फर्ममा ल्याउँछ नि त सेम भनेको आरएफ एन्टिनामा हाम्रो मोबाइलबाट जुन गएको हुन्छ नि सिग्नल त्यसलाई चाहिँ मोडिफाई गर्ने काम चाहिँ आरआरबीले गर्छ अनि आरआरबीबाट ल्याएको पावर चाहिँ हामीले ल्याएर यो यहाँबाट पावर दिन्छ क्या त्यसलाई अब यो चाहिँ हाम्रो त्यसलाई चलाउन नि पावर चाहिन्छ क्या कति भोल्ट चाहिन्छ लगभग तपाईँको एम्पियरमा लिन्छ लगभग 10 एम्पियर जति लिन्छ कि नर्मल 2G 3Gले त्यो पावर चाहिँ यहाँबाट दिएको हुन्छ त्यति हो तपाईँहरूको अब अप्टिकल फाइबरहरूका ओडिएफका कुराहरू छ त्यही अब हामीले के कुरा गर्छौँ जस्तै अब 24 को 48 को 96 कोर भन्ने हुन्छ होइन त्यहाँबाट ल्यायो मान्नु पोखराबाट ल्यायो हामीले एडिएसएस फाइबर अब के गरिन्छ ल्याएर अब त्यही जम्मै ठाउँमा लाने कुरा हुन्न अनि के गरिन्छ हामीले यहाँ हेरौँ त यहाँ छ तपाईँहरू के हेर्नुहुन्छ त्यहाँबाट ल्याएर त्यो एडिएसएस केबल त्यहाँबाट ल्याएर यहाँ हाल्नु होइन एउटा इनपुट दिने हजुर त्यो एडिएसएस केबललाई इनपुट यहाँ दिने
अनि यहाँबाट आउटपुट लिएर सम्झिनु नि कस्तो भनौँ तपाईँले यो कस्तो हो मल्टिप्लग थाहा होला नि तपाईँले बेसिक हजुर multiplex। त्यहाँ के गरिन्छ एउटा इनपुट दिएर हामीले जम्मै आउटपुट निकाल्छौँ नि हजुर। सेम त्यस्तै हो यहाँ एउटा एडिएसएस माने पोखराबाट आएर यहाँ एडिएसएस राख्यो अब यहाँ ओडिएफ नम्बरिङ गरेको छ हेर्नुहुन्छ भने कुनै जोमसोम गएको छ यहाँ एउटा यो फाइबर भएको छ भने पुरै जोमसोम आउँदैछ मल्टिप्लेक्सर जस्तै काम हो हो मल्टिप्लेक्सर जस्तो काम गर्यो यहाँबाट अब जोमसुम नि गयो बेनी नि गयो यता कुन कुन हाम्रो साइटहरू छ बागलुङमा कति थाहा छ तपाईँलाई डब्लिङ भन्ने छ हटिया छ सबैको यहीँबाट प्याच गरेर मध्यपाडी लोकमार्गतिर पनि यतिबाट जम्मै छ सर यहीँबाट तपाईँको जस अब यहाँ भनेको इनपुट यहाँ पोखराबाट एउटा आयो अनि यसले चाहिँ आउटपुट यहाँबाट जम्मै फाइबरहरू एउटा एउटा गरेर फेरि एडिसनको थ्रु पुरै जोमसोम पठायो बेनी पठायो त्यसपछि यता नि पठायो कि यो चाहिँ हाम्रो भनेको कम्युनिकेसन यो भनेको तपाईँले के कम्युनिकेसन बुझ्नुभयो टावरदेखि टावर टावरदेखि टावरको लागि भयो आरएफ त आरएफ भनेको त यो हाम्रो मोबाइलको लागि मोबाइलको लागि। यही हुन्छ अब यो भनेको कम्युनिकेसन जहिले चाहिँ के को लागि भयो हाम्रो टावरदेखि टावरको लागि यहाँको टावर अब बेनीको टावर हुन्छ बेनीको बिचमा कति धेरै टावर छ पुला चौर छ होइन हाम्रो पोखरे बगरमा छ सबै त टावर कम्युनिकेट गर्न भनेको यसले हो क्या जुन ठाउँमा यो पुग्न सक्दैन त्यसको लागि चाहिँ मैले भने नि माइक्रोवेभसँग ओडियूसँग त्यो आइडियू सबैसँगै आउने हो टावर टु टावर फिजिकल कनेक्सनको लागि यो फिजिकलको लागि भयो त्यो चाहिँ वायरलेसको लागि वायरलेस माइक्रो वायरलेस माइक्रोवेभको लागि चाहिँ तपाईँको त्यो भयो वायर र वायरलेस कम्युनिकेसन त्यही दुईवटा कुरामा त्यति हो त्यति हो अब तपाईँहरूको मिसले भन्ने भनेको अब एउटा स्पेसल कुरा के आउँछ अब यो त भनेको त मैले टावरदेखि टावरको कनेक्सन भने अब एउटा कन्ज्युमरलाई नै हामीले वाइफाई दिनु पऱ्यो नि हजुर त्यो वाइफाई दिनको लागि चाहिँ अब त्यहाँबाट यहीँबाट यो एउटा ओडिएफ हामीले अझ राखेर यहीँबाट एउटा कोरल लगेर त्यहाँ दिने अझ यसलाई एक्सपान्ड गर्ने क्या सर बुझ्नुभयो यो चाहिँ अब मान्ने एउटा हामीले पुरै बेनीको लागि भयो जोमसोमको लागि भयो नि अनि एउटा चाहिँ यहाँबाट लगेर एउटा अझ ओडिएफ बनाउने क्या यस्तै बनाएर अप्टिकल डिस्ट्रिब्युसन हो अब त्यहाँबाट फेरि निकालेर यो अझ एउटा सानो ऊ हुन्छ के भन्छ त्यसलाई मलाई नि यो फाइबरको त त्यो धेरै थाहा भएन कन्ज्युमरमा हुन्छ नि सानो बक्स राखेको हुन्छ नि त्यहाँबाट राउटर त त्यसपछिको हो हजुर राउटर त्यसपछि बिचमा राख्छ नि भन्दा अगाडिको 16वटा स्प्लिटर भन्छ क्या त्यसलाई स्प्लिटर भन्छ त्यहाँ चाहिँ लगेर दिने अनि त्यहाँ एउटाबाट सायद 16वटै कतिवटा मिसले भन्नुहुन्छ त्यहाँबाट चाहिँ एक एकजनाले ल्याएर चाहिँ वाइफाई जोड्ने कि फाइबरको पोलमा राख्छ नि त्यो त्यही वाला हो त्यही भने मैले त्यो पोलमा राखिन्छ नि त्यहाँबाट झिकेर एक झिकेर एक एकजना घन्टामा लान्छ हो त्यही हो त्यति हो यहाँबाट नि लाने हो त्यो नि यहीँबाट लाने हो एउटा कनेक्सन हुन्छ नि पोलको त्यो कनेक्सनबाट कतिसम्म मल्टिप्लेक्स गर्न मिल्छ भन्ने कुरा मेन चाहिँ हब जस्तै काम होइन सर यस्तो हो त्यो डिभाइसमा 1:8 भन्ने हुन्छ 1:16 1:32 भन्ने हुन्छ तपाईँले डिभाइस त्यो भयो हाम्रोमा चाहिँ म्याक्सिमम कति छ हाम्रोमा सायद 60 होला सर यो सायद पुरा त्यो मिसलाई सोद्धा थाहा हुन्छ म फेरि यता फाइबरकोतिर यो कन्ज्युमरसँग धेरै मेरो हुँदैन सर मैले यताको चाहिँ जम्मै मैले हेर्छु अब मिसले चाहिँ त्यसको भन्नुहुन्छ सायद मलाई लाग्छ 64 होला कि 128 पनि छ अब त्यतिवटा छ त्यतिबाट स्प्लिट गरेर अनि एउटा एउटा इन्डिभिजुअल कन्ज्युमरलाई चाहिँ हामीले वाइफाई चाहिँ दिने गरेका छौँ नेटको यति कुरा चाहिँ हाम्रो यो जिएसएम 2G 3G र 4G को लागि भएछ त्यति हो यति कुराहरू चाहिँ थ्याङ्क यू सर